गौतम दाई आज चाहिँ हाम्रो यो बुल्सम्यान प्लेग्राउन्डका हाम्रो साथीभाइहरू चाहिँ जम्मा भएको छ। आज घाम तापिएको छ हैन। अनि सानो एउटा चाहिँ यो मर्निङ टाइममा स्वास्थ्य सम्बन्धी केही जानकारी सेयर गरौँ कि यसो गफ गरौँ कि दाइलाई एउटा सल्लाह सुझाव भाइहरूलाई के छ, दुई शब्द दुई टिप्स भनौँ न। हुन्छ ल दाइ ल। अब यहाँ सबभन्दा रमाइलो कुरा त के छ भने यहाँ आउँदाखेरि यहाँ गफसफ गर्न पाउने, जिम पनि गर्न पाउने, घाम तापेर भिटामिन डी पनि लिन पाउने हैन। यो मौका चाहिँ हामीले पाएका छौँ र घरमा बस्ने मान्छेहरूलाई पनि यहाँ रङ्गशालामा आएर हैन घाम ताप्ने, जिम गर्ने, गफसफ गर्ने एउटा इन्टरटेनमेन्ट जस्तो पनि हो यो हैन। साथीभाइ भेटघाट हुने एउटा माइन्ड फ्रेस हुने ठाउँ पनि हो यो। ए दाइ ल धन्यवाद दाइ। अब हामी चाहिँ अब सधैँ जिम गरेर यत्तिकै यहाँ बसिरहेको हुन्छु। मलाई चाहिँ पोखराको एकदमै रमाइलो लाग्ने जिम चाहिँ यहाँ हो कि यहाँ के हो भन्दा अब यो गण्डकी प्रदेशकै एकदमै ठुलो स्टेडियम अनि खेलकुद अब स्टेडियम भइसकेपछि यहाँ हरेक खेलहरू छ। अनि टाइप अब यहाँ आएपछि अब तपाईँ इन्टरनेसनलदेखि नेसनल खेलाडीहरू सबलाई भेट्न पाउनुहुन्छ कि यहाँको राम्रो पक्ष। अब भलिबल हुँदैछ टाइगर कप, अब पुरै विदेशी खेलाडीहरू देख्नु पाउँछ। अब एकदम बवाल छ यहाँको माहौल भनेको, पक्का खेलकुद माहौल हो कि यहाँको। अब रमाइलो जम्मै नेसनल इन्टरनेसनल गोल्ड मेडलिस्टहरू मात्रै भेट्छ। अनि यहाँभित्र जिम, अनि यहाँ आउँदा बित्तिकै तपाईँ एकदमै खेलाडी भाइब्स हैन, एकदम म खेलाडी हो भन्ने भाइब्स हुन्छ। यो त्यो मजा लाग्छ यहाँ। अब हाम्रो प्रदेशको ठेलो अब के भन्छ सर्टफुट खेलाडीहरू यहीँ छ। अब हाम्रो बुल्सम्यानको अब जहाँ बुल्सम्यान सुरु भयो त्यो पनि यहीँ छ हैन। सबभन्दा बवाल मलाई चाहिँ यहाँ आउँदा चाहिँ खेलाडी भाइब्स आउँछ कि यहाँ छिर्यो भने म खेलाडी हो टाइपको हुन्छ। अरू जिममा गयो भने अब टाइप जिम त अझै राम्रो नै होला छ पनि हैन, तर त्यहाँ चाहिँ त्यस्तो मजा लाग्दैन। तर मलाई यहाँ आउँदा सबै खेलाडीहरू जस्तो अब हाम्रो रिटायर्ड दाइहरू, अब हाम्रो व्यवसाय दाइहरू, पोखराको एक से एक दाइहरू टक्क भेट्छ। उहाँ बहिनीहरू छ, दामी छ त यहाँको माहौल चाहिँ। थ्याङ्क यू। धन्यवाद हाम्रो गौतम दाई, इस्यु भाइ। हामी यसो ऱ्यान्डम गफ के दाइ, अब त्यो फर्मल पनि होइन। यसो हामी जहिले पनि हामी एउटा पोजिटिभ कुराहरू हुन्छ नि त, जस्तै बिहान आए जहिले पनि हेल्थको कुराहरू हुन्छ, अनि यसो यो सोसियल वर्कको कुराहरू, समसामयिक कुराहरू हुन्छ। तर यहाँ बिहान आउँदा त पोजिटिभ कुरा हुन्छ नि त हाम्रो। त्यही त अझै मेन गरेर चाहिँ यो विशेष गरेर धन्यवाद चाहिँ हाम्रो सुनिल दाईलाई के। सुनिल दाईले हाम्रो चौतारा बनाइदिनु भयो नि त यहाँ। चौतारा सुनिल दाईले अब चौतारा बनाइदिनु विशेष धन्यवाद दिन चाहन्छु। कुर्सी र हाम्रो अर्को भाइ, हाम्रो त्यहाँ नाम के अरे हाम्रो भाइको त्यो हाम्रो यहाँ जिममा आउने भाइ कृष्ण भाइ, कृष्ण भाइलाई पनि धेरै धेरै धन्यवाद। अब पहिला चाहिँ यो चौतारा चाहिँ हामीले चाहिँ गर्मीको लागि चाहिँ एकदम उपयुक्त थियो भने अब यो एकदम जाडोको लागि भनेर विशेष गरेर यो होइन दाइ। त्यो पनि अर्को कस्तो रहेछ भने दाइ होइन, अब मेन कुरो यो जिम त धेरै छ भाइले भने जस्तो होइन। अघि बिहान एकजना बहिनी आयो क्या, त्यो बहिनी चाहिँ उहाँ माथि त्यो अर्चल बोर्डरमा आउँछ क्या। अर्चल बोर्ड आयो दाइ यहाँ उहाँ पनि जिम गर्थ्यो दाइ, मैले यहाँ पनि गऱ्यो, तर यहाँ आम लाग्छ, यहाँ आउँदा एक्सर्साइज गर्न मन लाग्छ। एक्सर्साइज चाहिँ नगरे पनि यतिकै भने नि आउनु मन लाग्छ, किन हो भने चाहिँ होइन खास यस्तो हो बहिनी। अब हामी एउटा हामीले त मेच्योर भइसक्यो यो होइन, यो जिम सम्बन्धी कस्तो हुनुपर्छ जिमहरू भनेको त मेन कुरा जिम हामी स्वास्थ्य एउटा कुरा भयो। पहिला चाहिँ फ्यामिली जस्तो इन्भाइरोमेन्ट हुनुपर्दो रहेछ क्या, एउटा पारिवारिक माहौल हुनुपर्दो रहेछ। जब हामीलाई आमा मेरो फ्यामिली जस्तो एक्सर्साइज नगरे पनि हामी आउने खालको वातावरण हुनुपर्छ। मैले त्यो पहिला बुझिरहेको भएर कि जिम गर्नलाई मात्रै होइन, यहाँ अब एउटा हामी गफ गर्नलाई त्यो पनि एक्सर्साइज हो नि होइन दाइ। अनि त्यो बहिनीले त्यो कुरा गर्दा मलाई नि अलि छोयो कि त्यो बहिनी किन रहेछ भनेको खास कुरा त्यो हो बहिनी। मैले उसलाई बुझाइदिएँ कि है दाइ भन्ने कुरा, घरकै छेउमा उसको जिम चाहिँ मन्स्टर भन्ने जिम छ बिचरा होइन। हुन त एउटा पहिला सुरुमा आउनु कारण त बच्चा यहाँ खेल्नुको लागि भनेर चाहिँ लिएर उसु खेल्थ्यो त्यो बहिनीको होइन। अनि पछि यहाँ आउने चाहिँ त्यो इन्भाइरोमेन्ट गर्छ किन रहेछ भन्दाखेरि एउटा त यो इन्भाइरोमेन्ट पनि छ हाम्रो, यो भनौँ न यो माहौल त छैन नि त। अरू ठाउँमा अरू जिममा गयो भने त्यो भनेर मेरो आफ्नो जिमलाई मैले चाहिँ राम्रो भन्न खोजेको होइन। जस्तै हाम्रो गौतम दाईको होइन मोटामोटी भन्न खोजेको कि अब गौतम दाईको अब आफ्नै अब जिम छ, उहाँ
है आफ्नै दाजुभाइको जिम छ उहाँ के 3-4वटा जिम छ होइन तर गौतम दाई किन यहाँ आएको कारण त नि भनेको एउटा मलाई लागेको कुरा चाहिँ एउटा पारिवारिक एउटा फ्यामिली एउटा इन्भाइरोमेन्ट देखेर नि गौतम दाई आयो जस्तो लाग्छ मलाई चाहिँ होइन त्यो सधैँभरि क्या अब यो मैले गर्न सधैँभरि गर्न खोजेको के हो भने यहाँ एज अ फ्यामिली एउटा यो पहिला प्रथम हामी यो जिम मात्रै होइन जस्तो मैले पैसा कमाउन मात्रै गरेको होइन तर एउटा सबभन्दा पहिला मैले पनि एउटा पारिवारिक माहौल बनाइदिनुपर्छ भनेर त्यो खालको इन्भाइरोमेन्ट गरेको जस्तो हाम्रो सोन साहबहरूले पनि त्यो गर्नुहुन्छ होइन त्यही भएर अहिले चाहिँ यो जुन बिहानको एउटा आज एउटा सानो भ्लग जस्तो भन्दा पनि के भन्छ अब यो होइन राम्रो भिडियो आयो भने अब यसरी हाम्रो समसामयिक यहाँ आएपछि हामी कस्तो हुन्छ भने समसामयिक गफदेखि लिएर होइन देश विदेशका कुराहरूदेखि लिएर एउटा माइन्ड फ्रेस राजनीति भनौँ न देश घटेका घटनाहरूदेखि लिएर साथीभाइको कुराहरू सेयर गर्नेदेखि लिएर एउटा राम्रो माहौल छ क्या होइन अब तपाईँको बिहान जाडो महिनामा यहाँ घाम तापेर गफ गर्न पाइन्छ होइन गर्मी महिनामा शीतल आउँ त्यहाँ शीतलमा बसेर गफ गर्न पाइन्छ होइन कफी सफी खायो आधी घन्टा चाहिँ ब्रेक जस्तो पनि हुन्छ यहाँ कोही मान्छे अब जिम गर्नुभन्दा अगाडि आधी घन्टा बस्छ कोही मान्छे चाहिँ जिम गरेर आएर यहाँ आधी घन्टा बसेर जान्छ त्यो एउटा माहौल चाहिँ राम्रो छ एकदमै यहाँ 100मा 99% मान्छेहरू खेलाडी भेट्छ क्या दाइ राम्रो कुरा यहाँ सबै थरीका खेलाडी भेट्छ क्या कोही अब टेनिस खेलेर आउँछ कोही क्रिकेट खेलेर आउँछ खेलाडी हो क्या कोही ब्याडमिन्टन खेलेर आउने यहीँ बस्न आउँछन् होइन एउटा साथीभाइ चाहिँ बनाउने माहौल पनि छ कि यहाँ होइन कस्तो दुध भाइ हो ठिकै कस्तो कफी ठिक छ कफी एकदम खासै त्यो भन्नुपर्ने कुराहरू सबै भनिसक्यो के अब त्यही अब जस गफसफ गर्ने बस दुध दाईको चाहिँ मेन कुरा के लाग्छ भने अब दाई पनि एउटा मेडिकल सेक्टरको भयो होइन अरू साहबहरू दाईकोमा चाहिँ अलिकति स्वास्थ्य सम्बन्धी अलिकति बढी ज्ञान भएको फिटनेस आफ्नो ठाउँमा चाहिँ कति फिट छ भन्ने गरी एउटा कुरो भयो दाईको कुरा गर्दा चाहिँ दाइ फेरि त्यो वहीँ हाम्रो सिङ्गापुरमा पनि त्यही हाम्रो स्वास्थ्य सम्बन्धी नै काम गरेको हुनाले दाइसँग मेरो चाहिँ गफ गर्न लाग्यो होइन दाइ घन्टै जान्छ होइन दाइ अनि त्यही त नि अब त्यसको लागि दाइलाई पनि धेरै धन्यवाद मेरो जिम चुज गरिदिएकोमा अनि छ नि दाइ जस्तो गौतम दाइ उहाँ फ्रीमै वहीँ गर्न पाउँछ होइन तर यहाँ किन आयो त होइन भन्न मतलब चाहिँ त्यो त्यसमा खुसी लाग्छ कि तपाईँले अब टिम बन्डिङ जस्तै अब जिमका ओनर भाइहरू पनि एकदमै मिलनसार होइन एकदम हेल्पफुल हजुर होइन त्यो भएर पनि हो हजुर त्यही आज चाहिँ सानो यसो बसिरहेको भिडियो बनाउनु मलाई सबै हाम्रो यसो हेरेको त बुझ्न फ्यामिली एकदम अघि बिहान एउटा पिकनिकको कुरा पनि गर्दै थियो ए साथी पिकनिक कुरा के भइरहेछ पिकनिकको कुरा यस्तो भयो कि अहिले मान्छे अलि जाडोले गर्दा अलि कम जस्तो पुरानो मेम्बरहरू आधा चाहिँ होइन फोन गर्न सकिन्छ नि त्यो त फोनबाट कन्ट्याक्ट गर्न सकिन्छ नि होइन कल गरेर बोलाउन सकिन्छ नि सोनिया बहिनीले पनि काम छोडेर गयो पहिला चाहिँ सोनिया बहिनीले सबै कोअर्डिनेसन गर्थ्यो म पनि अलिक बिजी भयो फेरि अब होइन अनि त्यो भइसकेपछि अलिकति मान्छे कम आउँछ कि भने अप्पर पनि 70-80 जना 100 जना मात्रै भयो यहाँ जिन्जीहरू छन् त यिनीको लागि 100 जना भनेको मान्छे कमै हो अलिकति होइन कल ब्याक गरिहाल्छ त गर्दा त हुन्छ जति आउँछ त्यति पिकनिक चाहिँ जानुपर्छ भाइ होइन एउटा पिकनिक जाँदा कस्तो एउटा माहौल बन्छ भने जस्तै अब कति मान्छेहरू बेलुका जिममा आउँछ नि त अब कोही बिहान आउँछन् बेलुकाले गर्नेले बिहानलाई चिन्दैन बिहान गर्ने बेलुकालाई चिन्दैन एउटा पिकनिकमा चाहिँ गेट टुगेदर